हेलो गाइज नमस्ते वेलकम टु माई फेसबुक ब्लग। सो हामी टिकापुरको पिकनिक सकिएर कर्णालीतर्फ आइसकेको थियौँ। तपाईँहरूले हाम्रो गएको भिडियोहरूमा पनि हेर्न सक्नुहुनेछ हामीले कति रमाइलो गऱ्यौँ त्यहाँ भनेर। सो हामी कर्णाली पनि पुगिसकेको थियौँ। सो हामीले हाम्रो मामाको होटलमा लुक होटलमा गाडी पार्किङ गरेर सबैलाई व्यवस्थित गर्दै को सुतिरहेको को सुतेको छैन भनेर हेर्दै थियौँ। यसै बिचमा त मेरो बहिनीको छोरो दुग्रेर आइसक्रिम खाने ठाउँमा जान्छ। बाबा बाबा मलाई आइसक्रिम किनिदिनु भने अट आइसक्रिम खानु न, चिसो पानीमा आएर पनि आइसक्रिम खाने हो भनेर मैले कराएँ। अनि सो उसको मम्मीले सबैजना बच्चा चिल्लर पार्टी सबैजना गाडीमा बस है हामी भिडियो बनाएर आउँछौँ भनेर हामी चाहिँ यसो पुलतिर लाग्यौँ। यसो हेर्दा त मेरो बुढी र बहिनी त टुकु गर्दै टिकटक बनाउन गइसकेका थिए। सो टिकटक बनाउने क्रममा तिनीहरू एकदम दाँत देखाउँदै हाँस्दै क्या। मेरो बुढी त जहिले पनि दाँत देखाउने, भाइ र बहिनीको हेर्नु न माया। ओहो मेरो भान्जो तिमी त मेरो भाइरल भान्जो तिमीलाई जिन्दगीमा त म कहिल्यै बिर्सिन्न। लभ यु मेरो भान्जा, यी मेरो भान्जी र अर्को सानो भान्जी पनि कस्तो राम्रो। ती मेरो मामाको होटल के लुक होटल। हाम्रो बस हुँदाखेरि हामीले लुक होटलमै आएर बस्थ्यौँ हामी कर्णालीको नम्बर लगाउँदाखेरि। सो हेर्नुहोस् त कर्णालीको पुल एउटै चाबीबाट खुल्छ अरे नि त। देखेको त छैन, सुनेको मात्रै छु है। कस्तो दामी छ कर्णालीको पुल। हेर्नु न, कर्णालीको लामो पुल 100 मिटर र तिम्रो गाडी कुदाउने मै हो ड्राइभर। सुन्नुभएको छ होला नि तपाईँहरूले सबैले गाना, कस्तो दामी गाना छ। हेर्नुहोस् न, यो डाँडा नागेर गइसकेपछि सुर्खेत जिल्ला पर्छ गऱ्यो नि त। हेर्नुहोस् न बहिनी र दाईको माया। दाईले बहिनीलाई चुम्मा गर्दै कति मिठो गर्छन् माया। यिनीहरू त के गर्नु, मह जोडी जस्तै हो कि, कति माया गर्छन् दाई र बहिनी। हेर्नु त यसै बिचमा त हामीले मृग पनि देख्यौँ कि। मैले मेरो बुढीको भिडियोमा हालेको बाघ आयो बाघ भनेको त आमामा सबैले भ्युज त कति धेरै आउँदो रहेछ। बाघ आयो भने त जाने क्रममा त ठ्याक्क हामी त बबई पुल पनि पुगिहाल्यो थियो। मेरो साँझै पुगिसकेको थियौँ कि। बबई पुग्दा त 6 बजिसकेको थियो। उता बर्थडे पनि भेटाउनु थियो नानीको, न त नानीले कराएर आइरहनु थियो नि त। यी गई ओहो गई यार, यसले त जिउँदै खाइदिन्छ होला है मान्छेलाई त। कति राम्रो सिन थियो, नजारा सिन। सो यसै बिचमा ठ्याक्कै हामी हिँडिहाल्यौँ। त्यहाँबाट जाने क्रममा त हामी कोलपुर पनि पुगिसकेको थियौँ। छिटो गरेर बर्थडेमा पनि जानुपर्ने छ ज्वाइँको, प्रदीप ज्वाइँको। नानीले नत्र कराइहाल्छ। सो हामी घर पुगेर सो रेडी भएर एकदम छिटो गरेर हामीले कसो गरेर 8 बजीतिर हामी पौवा होटलमा पुगिहाल्यौँ। हेर्नुहोस् न, यहाँ पनि के दाइ अगाडि बहिनी पछाडि दुर्दै हामी पनि ठ्याक्कै गयौँ। बर्थडे बोयकोमा बर्थडे सेलिब्रेसन हुँदै थियो। सो मैले पनि केक खुवाइदिएँ बर्थडे बोयलाई। ह्याप्पी बर्थडे मेरो प्यारो ज्वाइँ, सधैँ खुसी हुनु। सो मैले केक खुवाइसकेपछि दक्षिणा पनि दिनु पऱ्यो। के गर्ने, ज्वाइँ हो नि त, दिनै पर्छ। यी बर्थडेमा चट्ट लाएर म पनि बोरिङ भइसकेको थिएँ। फेरि एउटा भिडियो बनाइदिएँ। यसै बिचमा भोक लागेर म खाना गएँ। पौवा होटलमा कस्तो मिठो खाना खुवाउँछ कि, वाउ खाना वाउ। सो मैले खानासाना खाएर अब